पीएसजीले लिभरपुललाई उनीहरूकै होम एन्डफिल्डमा गएर च्याम्पियन्स लिगको राउन्ड अफ 16 को म्याचमा पेनाल्टी सुटआउटमा हरायो। पहिलो लेगको हार पश्चात लुइस एन्ड्रिकेले भनेको त्यो कुरालाई धेरैजनाले मजाक पनि उडाएका थिए। उनले भनेका थिए, यो म्याचमा हामीले धेरै अट्याक गरे पनि गोल गर्न सकेनौँ र हामीले यो म्याच हार्न पुग्यौँ। अब हाम्रो मेन फोकस नै एन्फिल्ड रहनेछ, त्यही हामी कमब्याक गर्नेछौँ र म्याच जित्नेछौँ भनेका थिए। त्यही अनुरूप हिजो पीएसजीले लिभरपुललाई पनि हरायो र यो म्याचमा डोनोरुमाको एकदमै इम्पोर्टेन्ट रोल रह्यो यो म्याच जिताउनमा। उनले ओपन प्लेमा पनि धेरै गोलहरू बचाए आफ्नो टिमको लागि, एकदमै राम्रो सेभहरू गरे र उनी म्याच सकिनुभन्दा अगाडि नै पुरै कन्फिडेन्ट देखिन्थे। जहाँ पीएसजीका प्लेयरहरू अट्याक गरिरहेका थिए भने उनी गेमलाई होल्ड गरेर लगिरहेका थिए र त्यसले लिभरपुलका प्लेयरहरूमाथि प्रेसर बढाइरहेको थियो र उनले लास्टमा गएर पेनाल्टी सुटआउटमा पनि 2 सेभ गर्दै आफ्नो टिमको लागि जित निकाल्न सफल भए।